कृपया यसो गरिरहेको सम्पूर्ण भाग भएका मित्र साथीले वधुवार बुबा हजुरबा दिदीबहिनी तथा सम्पूर्ण हजुरआमाहरू अनि सम्पूर्णलाई हामी यस देशभरि सांस्कृतिक कार्यक्रममा स्वागत गर्न चाहन्छौँ र मेरो भाइलाई पनि ज्ञानहरू साथै सहयोग गर्न अनुरोध गर्न चाहन्छु र अब कुरामा मैले भिन्न हजुरसँग हामी दियो बाल्न गइरहेका छौँ 5 जना गइरहेका छौँ र त्यसका लागि मेरो प्रकार बहिनी पनि एकदम पक्तायरी अवस्थामा बसिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु मेरो मित्र सम्पूर्ण साथीहरूले सांस्कृतिक कार्यक्रममा सम्पूर्ण साथीहरू भुलेन्टियर साथी हुनुहुन्छ र त्यही देशहरू सांस्कृतिक कार्यक्रममा साथीहरू हुनुहुन्छ ठिक भन्नु यस स्टेजलाई एकदम मिलेर ठाउँमा बोल्नु मिलेर साथ दिनुको लागि म अनुरोध गर्न चाहन्छु ठिक भन्नु है साथी र लगत्तै मेरो सरकार बनिएर धेरै धन्यवाद है अनि साथसाथै मेरो प्राविधिक मित्र पनि साथ दिनुको लागि म अनुरोध गर्न चाहन्छु र अबको क्रममा पनि हजुरहरूसँग चाहिँ ढिलाइ नगरिकन हजुरहरूसँग चाहिँ हामीले शुभ धुपाहरूले 2022 सालको शुभकामना व्यक्त गर्नको लागि र साथसाथै शुभकामना अर्पण गर्नको लागि यहाँसम्म चाहिँ प्रस्तुत हुने हुन्छ र साथसाथै हजुरहरूलाई कति पनि शुभकामना व्यक्त गर्नको लागि मन बनाउनको लागि यहाँ सम्पूर्णले कतिपय कन्सर्ट गरिदिनु होला र हजुरहरू सम्पूर्णलाई स्वागत गर्नको लागि आउनुहुन्छ हाम्रो कलाकार पनि गीतको बोलेको छ तिहारै आयो छिरिमिरी यस गीतको हिस्ट्रीमा आउनुहुन्छ भैली मनिषा कमल उहाँलाई फेरि जोरदार स्वागत गरौँ त्यसको साथ फेरि हामी पुरा भेट्नु छौँ अहिलेको लागि पनि भनिसा बनिरहेको एकदम जोरदार स्वागत गरौँ कृपया तालिममा सम्पूर्ण प्रस्थानहरू र मेरो साथीहरू सम्पूर्ण भएका साथीहरू एकअर्को छरेर बस्नुपर्ने छ वरिपरि आएपछि म हार्दिक आन्दोलन गर्न चाहन्छु
धेरै धेरै धन्यवाद कलाकार बहिनी आफ्नै वेशभूषामा सजिएर यो भइरो कार्यक्रमलाई सम्पन्न र स्वागत गर्नको लागि हजुर यसपालिको बिहारै रमाइलो। पक्कै पनि यसपालिको मात्रै होइन, यो शरीर यो आत्मा रहेसम्म हामी आगामी आउने प्रत्येक वर्षको तिहार हामी मनाउने रहेछौँ। अब भने कार्यक्रमको सुरुवातलाई हामी जोड्न गइरहेका छौँ। पनि साथी सुरुवात भन्दा पनि हामी यस नृत्यमा साथ दिनुहुने हाम्रो मञ्च बहिनीका लागि एकचोटि जोरदार तालले धन्यवाद ज्ञापन गरौँ र साथसाथै हामी फेरि हजुरहरूसँग चाहिँ मिठा मिठा कसरी नृत्य साङ्गीतिक कसरी लिएर हजुरहरूसँग चाहिँ उपस्थित हुनेछौँ र त्यस पश्चात त्योभन्दा अगाडि हामी अतिथि आसन ग्रहणतर्फ लाग्नेछौँ। भन्नु है आजको प्रमुख अतिथि रहनु भएको छ भरतपुर महानगरपालिका वडा नम्बर 23 का मेरा सम्माननीय मेरो आदरणीय साथी दाई दीपक गवारी। कृपया तपाईँ सानो भए पनि प्रमुख अतिथिको आसन ग्रहणको निम्ति स्टेजमा आएर अतिथि आसन गरिदिनु होला।